नमस्ते एभ्रिवान, होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु है। आजको भिडियोको सुरुवात चाहिँ मामा घरबाट हुँदैछ। अनि आज चाहिँ हामी यसो बाहिर घुम्न जाने भनेर सोचेको छौँ, 4 जना मिलेर दुईटा बाइकमा। बाइकहरू चाहिँ तल छ दुईटा है। रोम रोम भाइयो। अनि यसो रुममा बस्दा बस्दा घर बस्दा बस्दा झ्याउला अनि घुम्न जाऊँ न भनेर सोचेको छौँ। घुम्न जाने भनेर भिडियो बनाउन लाग्यो मैले नि है। आज के कसो हुन्छ तपाईहरुलाई म अवश्य देखाउने छु है त गाइज। तो चलिए शुरू करते हैं। चुक्ली लाग्दैन मामाहरु हुन्छ देखाउँछु म हैन माथि। अब निस्किने अब माँ मुझे कुछ दिखाई नहीं दे रहा माँ। A few moments later. मामा रेडी हुनुहुन्छ मेरो दाइ कपडाको पसार बोकेर सस्तो बजार नेपाली सस्तो बजार मेरो ठुलो मम्मी चान्स पायो कि नेपालीले गर्छ। हामी घुम्न जान लाग्दा रिसन भएको मम्मी के सस्तो बजार तेरो बाउ बजार के सस्तो बजार तेरो बाउ बजार हामी घुम्न जान लाग्यो मम्मीहरूले जानु नदिनु होला जस्तो छ। घुम्न जान लाग्यो हामी चाहिँ कचोटि घुम्न जान लाग्यो भने यार मैले अब एकछिन निस्किन्छौँ हामी। निस्केपछि त्यसपछि हामी भेटौँला बाई। हामी यहाँ घुम्न निस्किनु लाग्यो होइन म पछि पछि लगाएर जानु नदिएर के हो प्राइभेट कुरा हामीलाई पनि भनौँ न। हेर न हेर त जान्दिनँ भन्नुलाई थियो अहिले चाँडै चाहिँ भन्नु दुईवटा बाइक हो यही 4 भयो मतलब होइन घुम्न जाने अब निस्किनु होइन यो एउटा भाइले चलादै बाइकको हालत त्यस्तो यता बाइकको लुक यस्तो छ हल्ल्या पुरै यार बेकार है भैया मैं तो टूट गया। यहाँ यसको मोडिफाई है अलिकति जलवा है हमारा। नम्बर प्लेट देखेर सामान भान्जीबारी हेर्न जानु ला भने म त जानै दिने समातेर। ये भगवान क्या जुलुम है। मामा समातेपछि त भान्जा त्यसै समातिहाल्छ नि होइन होला के हो भान्जा भगाउन जानु ला अनि के कहाँ भगाउन जान्ला भने मतलब कहाँ तिमी त्यसै भन्दै कि घुम्न जान लागिरहेको त्यसै पागल हुन लागिरहेको जानु त्यसै भन्दै कि घुम्न जान ला त दाइहरूको भरोसा गर्दैन कि घुम्न जान ला मम्मी हेलो गरिदिनु। हेलो सबैजना सन्चै हुनुहुन्छ? सबैजना सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ? आरामै हुन्छ। के छ हाल खबर? ठिक छ नि हजुर? ठिक छ नि हजुर। हामी चाहिँ अब निस्किनु लाग्यो यस्तो छ। ल अब चाहिँ हामी एकछिन निस्किन्छौँ है। अब निस्किन्छौँ। मात्रै जाने फाइनल्ली हामी गोर्खा बजार आइपुग्यौँ। सरी पक्यो कि क्या सरी पक्यो कि क्या फाइनल्ली हामी गोर्खा बजार आइपुग्यौँ।
गोर्खा बजार आइपुग्यौँ। अब हामी कहाँ जाने? मेरो नाक देख्छ। मामा मामा हामी कति जाने अब? उमेर भएन मामा कहाँ? अरे कहना क्या चाहते हो? खुट्टा दुख्यो मेरो चाहिँ यार। पृथ्वीनारायण शाह त्यहाँ बोलिरहनु भएको स्कुटरको दाइसँग هكر يا جماعة لو انتبهتوا لحركاته هكر पृथ्वीनारायण शाह दाइ यहाँ राख्ने अब गोर्खा दरबार होइन पृथ्वीनारायण शाहको स्ट्याच्यु। म चाहिँ हेलमेटमा छु यार। ओइ ए पकडले जरा हेलमेट खोल्न पर्छ। आयो हिरो आयो को मेरो पृथ्वीनारायण शाह दाइ खोइ गेटमा पो खान ल हान्दै यार। यहाँ देखाएर त्यहाँ देखाएन रियालिटी भर्सेस बिगिन के अरे आफ्टर अरे यार यहाँ स्ट्याच्यु हुनुहुन्छ अनि रियल हुनुहुन्छ क्या। यत्तिकै चाहिँ भएर ब्लर हान्दाको छ यार क्यामेराले। साइड 4 भएर कि हिट भएर टिकट काट्नुपर्छ अरे। अब गोर्खा दरबारभित्र घुम्न लाग्यो हामी है। दिन्छ कि तिमीलाई गोर्खा दरबार सङ्ग्रहालय के ब्लर हान्यो? बाइक पार्किङको समस्या। गोर्खा दरबार कहाँ मुला पृथ्वीनारायण शाह कहाँ पृथ्वीको धुलो शाह ल हेर्नु ल यस्तो पो गर्छ त कहाँ राख्ने? हामी चाहिँ गोर्खा दरबारभित्र आइसकेको छौँ होइन। हामी चाहिँ भिडियो बनाउन पाउँदैन भन्छन् भएको थियो। त्यो पनि कसैले टिकटक बनाइरहनु भएको छ, त्यही भएर मैले क्यामेरा अन गरेको छु। नत्र त मलाई नि रिस्क लिन मन छैन भिडियो गर्दा। यताबाट यता चाहिँ अहिले भिडियो बनाइरहेको छु। अहिले उतापट्टि गएर चाहिँ सायद बनाउनु दिनुहुन्न होला। त्यही भएर यता चाहिँ हेर्नु यस्तो पृथ्वीनारायण शाहको मूर्ति छ होइन। यस्तो गोर्खा दरबारकै दरबार बनावट चाहिँ सही छ कि आर्ट चाहिँ एकदम राम्रो लाग्यो कि कडक होइन। पहिला हेरेर आयो यहाँ चाहिँ भिडियो बनाउनु पाउँदैन भनेर बनाइरहेको छु मैले रिस्क लिएर। मोबाइल अहिले थुत्दिन फेरि लाग्दैन, त्यही भएर भिडियो धेरै बेर बनाउनु मिल्दैन। एकैछिन छोटो मिठो यता त्यो एटिएफ र चुच्छ त्यस्तो होइन के मेरो भाइ। फेरि मोबाइल थुदिनु लाग्छ। फाइनल्ली हामी भित्र गएर आयौँ। भित्र फोटोसोटो खिच्न त खिच्यौँ होइन। भिडियो बनाउनु चाहिँ नदिनु रहेछन्। भिडियो बनाउनु पाएन, फोटोसोटो चाहिँ मजाले खिच्यौँ। फोटोसोटो चाहिँ खिचेको छौँ। त्यो टक्क टक्क गरेर हालिदिउँ ल हेर्नु है। पाट गरेर टक हालिदिउँ ल भिडियो। त्यहाँ भएको सामानलाई नछुनु होला भनेको मैले टोपमा हात भिसार्दै टोपमा त्यो फोटो पनि हाल्छु। भयो मैले फेरि मलाई लगायो भने त फेरि यस्तो किन गरिछन् त त्यो चाहिँ हाल्दिनँ। मेरो विजय हरा फेरि मामाहरू दुई भ्यान मामाहरू आइपुग्यो भने तनाव हुन्छ नछुनु होला भन्थ्यो। तर मैले गलत गरेको छु त्यो चाहिँ हाल्दिनँ। तर मैले फोटो चाहिँ खिच्न पाइँदो रहेछ, भिडियो चाहिँ गर्न नपाउने। अरू भने त्यस्तै हो त्यो पनि हालिदिन्छु भिडियो सिडियो बनाउनु नपाए पनि फोटो चाहिँ खिचेको छौँ। अब हामी सिमलाको
हामी पृथ्वीनारायण चाहिँ खतरा यहीँ हुनुहुँदो रहेछ यहीँ हुनुहुँदो रहेछ यहीँ हुनुहुँदो रहेछ यता छ है अब हामी जानु त गर्दैन त त्यही पोज गर्दै त उता हो हामीलाई यस्तो अरे गॉड 19-20 का तो फर्क है बस गुड 19-20 का फर्क है 19-20 का फर्क है 19-20 का फर्क है 19-20 का फर्क है इसमें उसमें 19 लाख का फर्क है अब चाहिँ हामी अब है टक्कापारामा बाबुजी सॉरी 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 हाँ भाई कैसी लगी आगे स्वाद कता हो भने दाजु फाइनल्ली गाइस हामी कति फाइनल्ली भन्नु मलाई हामी चाहिँ भर्खर चिसो खाएर बाहिर निक्ल्यौँ होइन दाइ त्यो लुगा नि यार अलिकति जुत्ता राखेको थिएन चिसो खाएर बाहिर निक्ल्यौँ अब हामी अब हामी सिधै आबु खैरेन जाने अब चाहिँ हामी सिधै आबु खैरेन जाने हाम्रो गोर्खा घुमघाम सकियो तर फर्स्ट टाइम हो मेरो पहिलो फर्स्ट इम्प्रेसन हो होइन गोर्खा दरबार चाहिँ मलाई राम्रो लाग्यो है यहाँ एकचोटि चाहिँ आउन पर्ने रहेछ भन्यो म पहिलोचोटि गोर्खा आएको हो पहिलोचोटि गोर्खा आउँदाखेरि गोर्खा दरबार नै थिएँ मलाई फर्स्ट टाइम है तर मलाई राम्रो लाग्यो राम्रो लाग्यो भित्रको फोटो भिडियो बनाउन नआउने भित्रको राम्रो लाग्यो बुझिसक्यो राम्रो थियो यहाँ पर्दा के हो कहाँ जान लाग्नु भयो कहाँसम्म हो सर भन्यो अब सर ढिला भयो त्यही भएर कामबाट ढिला भयो भन्दै कन्टेन्ट बन गयो भाइ लाइसेन्स नभएकोले दाइको लाइसेन्स भएर आज बाँचियो कति वर्ष हुनुभयो सर 24 वर्ष नि अनि नाम के हो सर हजुरको नाम के हो भन्दा के भन्यो सर नाम सुनियो श्रेष्ठ सर सुनियो श्रेष्ठ हजुरको नाम के हो हजुर सर यसो लाइसेन्स हेरेँ होइन दाइको सुनियो श्रेष्ठ हजुर सर यसो हेऱ्यो पहिला कति वर्ष हुनुभयो सर होइन आप लोग देख सकते हैं मिंजा S2 देख सकते हैं आप लोग ये मिंजा S2 है सर देखिए मिंजा S2 आप देख सकते हैं वो 2 लड़की देख रही है कैसे देखो उधर चेकिङ यहाँ पऱ्यो होइन तर आफ्नो लाइसेन्स नहुँदा नि दाइको लाइसेन्सले बाँचेर आयो कि म काम पऱ्यो खतरा दाइको नाम र दाइको एजले पुग्यो हेलमेट लाग्यो नचिन्दिरा खुसी लाग्यो हामी चाहिँ सब्जी मार्केट क्या बोलते बच गयो भाइ फाइनली हेलो फाइनल्ली गाइस फाइनली हामी चाहिँ घर पनि आइपुगिसक्यौँ मामा घर हो है कोही साला ओइ साला भन्थ्यो मैले भिडियोमा 50 रुपया कट ओवर एक्टिंग के वजह गलती से मिस्टेक हो गया भाया क्या करूँ मुझसे निकल जाता है कभी कभी जिस्किने भनेको यति नै हो होइन अब हामी चाहिँ आइपुगिसक्यौँ हामी चाहिँ अब फाइनल्ली सही सलामत आइपुगिसक्यौँ सही सलामत आइपुग्यो चेकिङमा पनि परियो तर मामा झुकिए 1000 रुपियाँ जोगियो दाइको लाइसेन्स देखाएको भाइले जोगियो बाँचियो अब अहिले चाहिँ हामी रुम आइसक्यो घुमघाम भयो के घुमियो के हेऱ्यो भने त हजुरहरूलाई त्यहाँ देखाइहाल्छु पाठ फोटोहरू हेर्नु होला भिडियो खिच्न त दिएन भिडियो खिचेँ त मोबाइलै लगिदिन्छु नि जान्थ्यो यार आइफोन जान्थ्यो मोबाइलै जान्थ्यो त्यही भएर हामीले जान्थ्यो 14 प्रो म्याक्स र 14 प्रो म्याक्स त्यो 14 हो मामाको ओके मामामा चाहिँ के एउटै हो हाम्रो पर्सनल कुराहरू आएको सरी ल सुनाएको होइन ल सुनाएको होइन अब के गर्नु आज चाहिँ यति नै भयो
यो चाहिँ इन्डिङ हो है इन्डिङ के भयो सुनाएको होइन अब छ के आजको लागि चाहिँ यति नै हो आजको लागि चाहिँ यति नै हो आजको लागि चाहिँ यति नै हो अब थ्याङ्क्स फर वाचिङ डोन्ट फर्गेट टु लाइक And शेयर subscribe. सब्सक्राइब एन्ड कमेन्ट बाई बाई Bye bye.